फेरि कहाँ जानुभयो आज बुढा? ए बुढा कहाँ जानुभयो? बुढो होइन र भने ए बुढो त रहेछ नि हे तेरी म पनि होइन मेरो बुढी होइन अनि के भएछ यिनलाई होइन है बुढी बिहान बिहानै बाटामा बसेर के भयो तिमीलाई रिस नउठाउने बिहान बिहानै धेरै फेरि भनेर जानु पर्दैन के भएछ नि यिनलाई के भयो होइन बुढा किन यस्तो गर्नुहुन्छ झन् आज सपना पनि नराम्रो देखेँ झन् तपाईँलाई नदेख्दा त सासै रोक्यो नि के देख्यौ र त्यस्तो अतालिएर सासै रोक्ने गरी सधैँ तिमीलाई मात्र कति दुःख दिनु भनेर नि बुढी केही हुन्न के नआत्यो सहर गएको मात्रै हो क्या विदेश गएको त होइन नि हाम्रो छोरा नेपालमै छ क्या कतै गाइनेको शिर पो ठाडो पारिन्छ कि नाति न जाउँ बरु आया गाह्रो बुबा उठ खोइ नेपालमै छ कि अर्काको देशमा छ ए धेरै कुरा नगर के जाउँ जाउँ आफूले जन्म दिएको छोरा हाट्नै जातमा छैन के गर्न त सधैँ गाइने भएर पनि त हुँदैन नि ढाड दुखेर मेरो साह्रै अर हुने बुढी ए बाबा अनि ए बुढी हेर त त्यहाँ गाई नै आयो हामी दिनरात दुःख गर्दा पनि खान लाउन पुगे छैनौँ यो गाईलाई भने लखर लखर हेर पुगेको छ भाग्य चाहिँ धेरै आएको रहेछ कस्तो भ्याइ नभए खेतबारी बाँझै छ घरको हालत त्यस्तै ए बुढा गाइनालाई बोलाउँ न काम सघाइदिन्छ कि डुलेर खाना पल्क्या मान्छे आउँछ होला तिम्रो बारी खन्न के आउँछौ गाइने बारी खन्न हुन पनि रहेछ बुढा मागेर खाना पर्केकाले के दुःख गर्लान् न इज्जत न सम्पत्ति यस्तै जिन्दगी त ठिक हो नि बुढी घुम्यो हल्ल्यो खायो त्यही काम बाँकी छ जानु माग्नलाई तपाईँ भने ओ भो हेर नगर फुरुक्क काम गरौँ आदैन नभेला मैले पनि काम गरेरै जिन्दगी चलाउन खोजेको हो कसरी बुझाउँ यी कुरा काट्नेहरूलाई सारङ्गी बजाउन नै मेरो कर्म हो सबैले खेतबारी जोते जस्तै मैले पनि त आवाजले जिन्दगी जोत्दैछु तर के गरौँ मान्छेले सधैँ आँखाले मात्र देख्छन् मनले कहिले बुझेनन् जता गए त्यतै यो गाइनेको जिन्दगी त तिमी खराब भयो आज कहीँ के छैन ओहो यहाँ काम गरिरहेको रहेछ यहाँले कता त्यो चार पैसा आउँछ कि बचाउनु पर्यो के गर्नुभयो तपाईँ यस्तो काम गर्ने ठाउँमा त्यसरी मागेर काम गरेर हुन्छ हामीले चाहिँ काम गर्नु न साह्रो राम्रो
ददोस साहब घरमा को हुनुहुन्छ होला? सुन्दै थिएँ पुर्णे तिमी पो धेरै महिनापछि आएछौ नि त लु यता आऊ राम्रोसँग बसेर मिठो गीत सुनाऊ है मलाई ए माथि नै बस त बस न बस पुर्णे तिमी त यसपालि धेरै महिनापछि आयौ नि कतै टाढै गएको थियौ कि के हो के गर्नु आमा यो गाइनेको क्या कहियो वल्लो गाउँ कहियो पल्लो गाउँ यो पापी पेट पाल्नै पर्यो आफ्नो पेसो गर्ने लु क्याउँदै गर म पिर्का लिएर आउँछु तिम्रो गीत नसुनेको पनि धेरै महिना भयो मलाई साह्रै मनपर्छ तिम्रो गीत मिठो मिठो गीत सुनाऊ है आज चाहिँ हाँसा सुन्छ आमा पुर्णे तिम्रो गीत सुनेर म त मन्त्रमुग्धै भएछु तिमीलाई भोक लागेको होला म केही खानेकुरा लिएर आउँछु है तिमीलाई पिता पनि लागेको होला लु थाहा भयो त बोल्दो छिटो आएको भए म खाना दिन्थेँ तातो अलिक ढिला आयो त्यही दाल मटर चिउरा खाऊ है धेरै त छैन बुवा पनि घरमा हुनुहुन्न यो दक्षिणा लिइरहेको पाटोतिर यसो चिया खान हुनु राख्यो न राख तिम्रो परिवार सबै ठिकै त छन् अनि तिम्रो छोराको पढाइ कस्तो छ नि सबै ठिकै छ आमा तर बिस्तारै जिन्दगीले के सोचेर अघि बढ्नुपर्छ भन्ने कुराले दिमागमा डेरा जम्फाएको छ आमा हेर है पुर्णे यो पुर्खाको पेसो सारङ्गी बजाएर मात्रै तिम्रो जिन्दगी चल्ला त छोरालाई पनि सहरमा पढ्न पठाए भन्छौ
अनि कसरी धान्छौ त? सहरमा त सबै थोक महँगो होला। पुण्य, तिमी अब यो पेसा छोड्देऊ, कुनै नयाँ पेसा अपनाऊ, पैसा कमाउने काम गर तिमी अब। हुन त गाइने भनेर सबैले हेप्छन् आमा। यो जिन्दगी मैले बोक्न चाहेर बोकेको होइन, यो मेरो बाध्यता हो आमा। हेर पुण्य, अब तिमीले अरू केही नसोच, तिम्रो छोराछोरीको भविष्यको लागि मात्र सोच। यसैमा तिम्रो कल्याण हुन्छ। पुर्खाको बुढो धान्नै पर्यो। परम्परा र संस्कृति हराउँछ कि भन्ने डर लाग्छ आमा। तर यो पुर्खौली परम्परामा अल्झेर आफ्नो जिन्दगीलाई गहिरो खाल्डोमा लगेर नपुर। आफ्ना सन्तानको उज्यालो भविष्य खोज। यो जिन्दगीको बारी कहाँ लगेर बिसाउने हो आफैलाई थाहा छैन आमा। पुण्य, बोकै बसेर परम्परा र संस्कृतिलाई जोगाउन सकिँदैन। जिन्दगीको सत्यतालाई चिक र कला र परम्परा जोगाउनु छ भने पहिला आफू बाँच अनि अरूलाई बचाऊ, अनि बल्ल परम्परा जोगाउन सकिन्छ। अब म के गरौँ त? न त पुर्खाको कर्म नै बिर्सिन सकेँ, न त नयाँ सन्ततिको लागि केही गर्न सकेँ। यो गाइनेको जिन्दगी पनि खै कुन भाग्य विधाताले लेखेको हुन्, सधैँ चोटले भरिएको छ। तपाईँको कुरा पनि सही हो, तर यो सारङ्गीले मलाई बाँच्न सिकाएको छ। पुर्खाले यही सारङ्गी बजाएर आफ्नो कर्म पुरा गरेको छ। अहिलेको जमानामा मेरो जस्तो सानो पुँजीले केही गर्न पनि त सक्दैन अरू। फेरि अर्को कुरा, यो सारङ्गी पनि त मैले छोड्न सक्दिनँ। आमा, खै के गरौँ के नगरौँ आफैले बुझ्नै सकिएको छैन। अब कहाँ जान्छौ त पुग्ने? खै आमा, यो जिन्दगीले कहाँसम्म पुर्याउँछ त्यहीँसम्म पुग्नु। हुन्छ आमा, अब अहिलेलाई म लाग्छु। हुन्छ, जाऊ। कहिले कहिले यो आमाको घर सम्झेर आउँदै गर है। हुन्छ आमा। हुन त यो जिन्दगी यस्तै नै हो भन्थे, तर कहिले काहीँ त लाग्छ यही बुढाले कहिलेसम्म यसरी सङ्घर्ष गर्दै बाँच्नुपर्ने हो। दिनभरको कमाइ कहिले घर खर्चमा त कहिले अरूको हातमा जान्छ। यस्तो जिन्दगी कहिलेसम्म चल्ने हो कुन्नी? छोरा पढाउँछु भनेर सहर त पठाइयो, खै कतिन्जेल पो हो। तिमी अब यो पेसा छोड्देऊ। बुढी, जता गयो त्यतै हेपाई, त्यतै भेदभाव। तर ती आमाले आज निकै गम्भीर कुरा गर्नुभयो। ती कुराले मेरो मन खिलिरहेको छ। हेर है पुण्य,
यो पुर्खाको पेसो सारङ्गी बजाएर मात्रै तिम्रो जिन्दगी चल्ला त अनि कसरी धान्छौ त बुढा को आमाले के भन्नुभयो र किन यति धेरै चिन्तामा हुनुहुन्छ दुःख सुख भन्ने त यस्तै न रहेछ खै बहुबाजेले नि के नासो सुम्पेर जानुभएको हो जताततै गाली गलोस् हे भाइ भाग्य हाम्रो न अरू काम रोज्न सक्छु न आफ्नो बाउबाजेको काम नै निरन्तरता दिन सक्छु दुःख सुख यसरी नै काटौँला नि नातिनु न खोले खाएर भए पनि बाँचौँला नि तपाईँले नै हरेस खानुभयो भने हामीले के गर्ने कसरी बाँच्ने बढ्दै बढी जति चिन्ता गरे त्यति बढ्दो रहेछ जे होला होला एक भरको जिन्दगी न हो बाबुआजी जसरी जानुभयो त्यसरी नै जिन्दगी चल्ला बुढा खाना पाकिसक्यो खाना पस्किम कि एकछिन आराम गर्नुहुन्छ ठकै लाग्यो ह एकछिन आराम गर्छु नि तिमीलाई भोक लाग्यो भने पस्केर खाऊ न होइन सँगै खाऊँ न त